हेलो एभ्रिवान, सम्पूर्णलाई सेवारो नमस्ते। अनि आज चाहिँ म बिहानै नुहाएर कहाँ जान आँटिरहेको छु भने आज चाहिँ हामी एकदमै भाइरल पसल भन्न आएछ भाइरल के अरे बुराबाद भन्ने ठाउँमा जाँदैछौँ। हामी चाहिँ आफ्टर लङ टाइम पछि जाँदैछौँ। हामी चाहिँ धरा नै हो घर। अनि हामी चाहिँ बिहानै आज चाहिँ पानी आइरहेको छ अनि सब्जीहरू सबै भिजाइसकेँ अनि बाबुलाई खानासाना खुवाइसकेँ। अब म खाने अनि हल्का हामी के गर्ने अनि जान चाहिँ हामी भरे अलिक ढिला जाने भन्ने कुरा छ। हजुरहरू हेर्दै गर्नु होला कस्तो छ यो ठाउँ। अनि म चाहिँ खाना बनाउँदैछु। नानीहरूले चाहिँ अघि खाइसक्यो, म चाहिँ बाँकी छु। अनि चाहिँ खाइहाल्ला गाइज भन्नु नभन्ने सायदै जुड्नुपर्छ क्या यो भाइरल ठाउँमा जानुलाई। अहिलेदेखि होइन हामी जानु खोजेको राम बल्ल अफ गर्मी कति धेरै गाडीहरू रहेछ ल यता। ए यस्तो सुविधा साथ पो आन्टी त हुर्काउने पनि ल्याएर छ। ल मेरो नम्बर ए फोन लाग्दैन है, म यताउति नै हुन्छु। अब चाहिँ आइपुग्यौँ है हाम्रो भाइरल। घाम चाहिँ माथि छ, अब कहिले डुब्छ। ल फोटो खिच्छु अनि चाबी लाउनु भयो ल। उसको भाइ चाहिँ बोटमा जाने भन्छ अनि यसको दादाले चाहिँ नमबिन्द्र म अरे उनीहरू चाहिँ यही बस्छ अरे, म मात्रै बोटमा जानु अरे। जान्छ अरे भाइ त बोट खेल्छ अरे। आम्मा यति धेरै मान्छेहरू आएको रहेछ तर कस्तो आनन्दको ठाउँ रहेछ यतानिर साथीहरू। घाम चाहिँ यहाँ छ है। अब हामीले चाहिँ अघि गाडीमा चाहिँ भिडियो बनायौँ न, हामी चाहिँ गाडीले मार्छ नि त। आम्मा ऊ त्यस्तो बोटमा मेरो छोरा चाहिँ चढ्छु भन्छ है, सानो चाहिँ हेर्नु न। अब ल हेर्नुहोस् त यस्तो राम्रो रहेछ यहाँ अङ्गतिर यसको मम्मी। यहाँ दोकान अब चाहिँ के किने है, अब चाहिँ आऊ यता। बोट हेर बोट छ नि आऊ यता। चलाउनु रहेछ टिकट छ यहाँनिर। एकदमै रमाइलो ठाउँ रहेछ। हजुरहरू पनि आउनु सक्नुहुनेछ है यो पछिमा। एकदमै कस्तो आनन्द फिल हुने क्या, कस्तो राम्रो नचेको आनन्द आउने ठाउँ छ कि साथीहरू। दामी मौसम, जति फोटो खिचे पनि यो चाहिँ मैले तार राखेको छु र यहाँ खेल्दैछ। आमा तिमीहरू के खेलेको आँखामा बस्छ है दिदी। यो दोकानहरू चाहिँ जता भाइरल त्यही पुग्ने। यहाँ बोर्डमा चढ्नु भनेर पानी परिसकेको छु, रात परिसक्यो। त्यो त ठुलो रहेछ नि त नि हेर्नु न। एक घन्टा बसेर हाम्रो पाला हाम्रो दिदीले यो अहिले देखेन हाम्रो दिदी म नाम्बिन्छ चढ्नु भनेको नामसाङलाई चाहिँ छोडेर मनिलाहरू नचढ्ने रे दिदी म। अनि यता अब हामी चाहिँ चढिसक्यौँ। हामी चाहिँ अब अनि ऊ आफ्नो घरबाट ल्याउने भनेर छिटो ल्याएको भरे त हामी त मैले त आफ्नो लागि ल्याएको, आफ्नो त जिरो हुन्छ जस्तै छ त प्लेट त। यहाँ अब बस्यौँ है। कसलाई लिम्बू हो
काजु ढोका थनौँ न अलिकति भाइले हावा आयो मैले त त्यो अस्ति नै हामी बुढाबात भएर नेपालको समुद्रमा गएर आएको थियौँ नि त अनि त्यसको भिडियो चाहिँ मैले इन्डै गर्नु बिर्सेको रहेछु अनि मेरो यस्तो छ अहिले अनि आज इन्ड गर्दैछु कति दिन पछि लगभग कति दिन धेरै दिन भइसक्यो अनि मेरो बाबु चाहिँ स्कुलबाट ल्याइसकेँ अनि लिएर चाहिँ खेल्दैछ त्यहाँनिर म चाहिँ रातिको लागि दाल बसाइराखेको छु अहिले काम छैन नि त अनि बाबु खेल्दैछ अनि हेर्दै बसिरहेको छु अनि कस्तो राम्रो थियो कि ठाउँ चाहिँ एकदमै राम्रो छ विदेश जान नसके पनि नेपालको समुद्रमा पुगेर आइयो भिडियो बनाइयो फोटो खिचियो है अनि मैले चाहिँ कति राम्रो राम्रो ठाउँहरू थियो नि त मैले भिडियो बनाउन पाइनँ किन भन्दाखेरि बाबुसँग थिएँ अनि हामीले चाहिँ खानाहरू यतैदेखि बनाएर लगेको थियौँ अनि उता एकछिन फोटोसोटो खिच्दा बोटहरू कस्तो बोट चाहिँ पहिला मलाई सुरुमा कस्तो डर लागिरहेको थियो कि अनि नखेल्ने भन्दै थियो नि भरे त साथी पनि खेल्यो अनि हामीले दिदीसँग खेलेको यस्तो आनन्द हुँदै थियो कति छिटो टर्न चाहिँ सकिने रहेछ क्या पाहाड चाहिँ अनि एकदमै राम्रो छ हजुरहरू पनि जानु चाहनुहुन्छ भने जहाँ गएर आउनुहोस् एकदमै राम्रो ठाउँ छ अब हामी त के गर्नु विदेश जान सकिँदैन होइन नेपालको समुद्रमा गएर भाइ है त साथीहरू अनि मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।